हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। आज पनि हामी यसो जङ्गलतिर आएको थियौँ है। यिनीहरू ल्याउनलाई आज पनि फेरि जङ्गलतिर आएको थियौँ। हेर्नु यस्तो हुन्छ ल, यसलाई भन्छन् सल्ले च्याउ। हिजो हल्का पानी परे जस्तो भएको थियो, त्यही भएर फेरि आज पनि आएको ल यिनी ल्याउनलाई च्याउ खोज्नलाई। हेर्नुहोस् उता मम्मीहरू आएको छन्। यस्तो जङ्गलमा आज फेरि हामी सल्ले च्याउ खोज्न आएको छौँ ल साथीहरू। हिजो हल्का पानी परे जस्तो भइरहेको थियो, त्यही भएर फेरि आज यसो जङ्गलतिर जाऊँ भनेर खोज्नलाई आएको छौँ। हेर्नुहोस् यसलाई भन्छन् सल्ले च्याउ है। तर आज खासै भेटिँदै छैन कि यार, सब यस्ता यिनी अर्कै च्याउ मात्र भेटिरहेछन्। सल्ले च्याउ आज खासै भेटेको छैनन् साथीहरू। यसो जङ्गलतिर आएको हेर्नुहोस्, यस्तै हुन्छ है। त्यो हाम्रो जङ्गल हो, हेर्नुहोस् कति राम्रो छ। मम्मी उता छन्, यस्तै छ हेर्नुहोस् है हाम्रो जङ्गल। यिनी फेरि के चाहिँ हुन् त्यस्तो ल, यस्ता पनि च्याउ छन् साथीहरू। घर जाने मम्मी नजाने। आज खासै च्याउ है भेट्यो छैनन् क्या साथीहरू। हेर त्यो भेजा लाग्ने यिनी हो मम्मी, यस्ता यिनी होइनन्, यिनी च्याउ चाहिँ होइनन् अरे। प्याला हुन्छन् सल्ले च्याउ हो, तिनै हो। हेर्नुहोस् यस्तो ठाउँमा छौँ हामी। प्याला हुन् भनेर हो। बिचमा ल हेर्नुहोस् हाम्रो जङ्गल। मम्मी उताबाट, म यहाँ बिचबाट, उता भाउजू आउनुहुन्छ उता माथिबाट जानुहुन्छ है। खासै भेटिन्न, त्यही भएर भेजा लाग्ने कि। हेर्नुहोस् यस्तो ठाउँमा आएको छौँ हामीहरू है। यस्तो ठाउँमा आएको छौँ। हल्का के हो छँदै छैन कि यार, आज त भेजा लाग्ने यार। रेट भेट्टे भाउजू कोही भेटाउनु न यार। यस्तो छ है साथीहरू हाम्रो चाहिँ। यता फेरि यस्तो छ, यताउति जङ्गल आउनुको मजा यो लाग्छ यार। म त च्याउ खोज्दा मनै लाग्नु छोड्यो यार। केही भेटिनु थियो हेर्नु त तेरिका। तर च्याउ नभए पनि ठाउँ चाहिँ दामी रहेछ। हेर्नुहोस् है ठाउँ चाहिँ दामी छ। यस्तो त अब कुहिरो लगाइसकेको छ, यता घाम लगाइरह, पानी पर्छ कि जस्तो पनि छ छाँटकाट। हेर्नुहोस् यस्तो छ है हाम्रो ठाउँ। यस्तै हुन्छ है हेर्नुहोस् हाम्रो ठाउँहरू। खरेन हो कि जङ्गल हो कि खोइ यार। ओहो हेर्नु न, यिनी फेरि नखाने च्याउ हुन् कि। यति खतरा हुन्छ नखाने च्याउ फेरि। हेर्नु त बा, यस्तो खतरा नखाने च्याउ। खाने च्याउ भेटिन्नन् होइन, खाने च्याउ खै भेटिन्नन् अझ। कति मान्छेहरू आएर लिएर गइरहन्छन्, त्यही भएर जो चाँडै आउँछ त्यसैले लान्छ है साथीहरू। यस्तो छ।
चलो ठिक छ अब खासै लामो पनि किन बनाउने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अब डेली भ्लग हालिरहेको हुन्छु माया गर्नु होला युट्युब च्यानललाई हस् धन्यवाद है